यो पनि सर्लाकै लाम्चे हो अनि वहाँ चाहिँ हरियो छ यहाँ चाहिँ पाकिसक्यो नि त धान यहाँ त हाम्रो गाउँघरमा भए माछा पाइन्थ्यो यहाँ त छैन ह यो र यो दुइटै हो ह तपाईँको पट्टिबाट त्यहाँबाट यता माथि भने हामीले रोप्या धान चाहिँ पाके छैन कि छिटो रोप्या हो उनीहरूले छिटो रोप्या हुनसक्छ ल यहाँबाट यो गरा र उताको गरा ल यहाँबाट हिँड्दैछौँ हामी यहाँको धान चाहिँ पाकिसकेको छ यो चाहिँ हामीले कमाएको होइन यो चाहिँ खेत चाहिँ हाम्रो हो किरण दाइको घाँस काट्न जान आयो नि यहाँ यहीँको मान्छेहरूले काट्छ होला है आम सबै काटेर हामी लगाउँछ डोको ल्याउनुपर्छ नि त्यो निकै बेर लाग्दछ नि उयो रातो भाँसमा मात्रै हाम्रो बाटो छ ओइ बाबु धान के गरे यो धान त मैले यसो गरेँ रोग लाग्यो जस्तो भएको पोका पोका हाल्यो ए यतातिर सबै रोग लागेको छ के भयो सेपिलो चाहिँ के धान रोपेको हाम्रो धान त चामल त छोटो छोटो मोटो मोटो खालको छ है अनि लाम्चो लाम्चो भागो रोप्यो कस्तो घोजिरहेको मेरो खुट्टामा चिल्लाइरहेको मेसो ल हाफ कटु लाएर त लोडलाई छोरा हाफ कटु लगाएर आमाले झर्ने गएन मेरो छोरा त्यो तल्लो गराउनु गएन हेरेर टेक हुन्छ र हेरेर टेक यो त अझै यो पहिला खारखेरि माटो उखाएर यहाँसम्म पुग्छ जग्गा हाम्रो यो माटो तल्तिर जान्छ अरे यो कालो सबै हाम्रै धान रोपेर किरण बुझ्यो कोहीसँग पाक्यो कोहीसँग काट्यो यो हरियो पनि हो हाम्रो यो हरियो त होइन भने नि तपाईँले ऊ त्यो ठाडो बाटोसम्म हो उहाँबाट कहाँ ठाडो बाटो भने ऊ माथि जाने ठाडो बाटो छ ऊ त्यो पोलसम्म पोलभन्दा अलि त होला पोलसम्म छ त यो त बारीहरू त बारी त छ अरूको छैन भित्रभित्र पाकेर यो धान छ अनि यो पनि हाम्रै हो त सबै हो कि ओ आदेखि यहाँ त निकै छ त यहाँ त नि वहाँभन्दा डबल तिर्पलै छ त 4 कट्ठा र 6 कट्ठा भने त नि यहाँ टोटल 10 कट्ठा हुने नि यो कि दुईटा गरेर 10 कट्ठा 10x अनि टोटल भने दुईटा होइन त कस्तो धान लगाएर किरण बुझ्यो ऊ बिचमा फेरि त्यहाँ रातो भइरहेछ रोग लागेर रहेछ कि रोग लागेर धानमा यसो आइसक्यो उनीहरूले औषध नहालेर नि त यसो धानमा सबै रोग लागेर हाम्रो उता त रोग लागेन नि राम्रो छ हाम्रो उता त्यो 6 कट्ठा र 4 कट्ठा दुईटै मम्मी हजुर भिडियो बनाउनु बन्द गर्छ नगर्ने भिडियो बनाउनुपर्छ कि मामाहरूको बाबाले देखाउनुपर्छ के भित्रभित्र सब पाकेर छ अनि यहाँ त बिचमा पाएछ फेरि उनी यता हरियो छ किरण बुढीहरूले यत्रो धान त नि किरण बुढीहरूले त आमा पराल दिन्छ है पराल दिन्छ पैसा छोडेर दिने भन्छ पैसा 10,000 लिने रे लोड जाऊ अब बिचमा हो बिचमा यो लजाउदी झार छौ त ल छौ न
यो दिस वान छौ त होइन अर्कोवाला थियो त तर गुम्म बन्द भन्ने क्या तल यहाँ घाँस उसले यो उसले घोप्सा आइदियो त यो लुगा बेर्दै त्यसको उसमा आङमा केले गर्छ छोड हात छोड हात नलाउने का हात अझै झार नि हात गोच्छ भनेको झन् हात छोड निकाल्यो मारे मलाई त धानले तानेर छोड मलाई झन्डै खेतमै राखे हिँड न हिँड हिँड सुहाइ हिँड केही फरक पर्दैन आफ्नै भारी त हो भोलि तिमी यहीँ आएर काम गर्नुपर्छ यताबाट हेर्दा उता देख्दैन अनि यो नि हो भनेको यी पोलसम्म हो भन्दा होइन अर्का जग्गा छ भन्छ नि यहाँसम्म आए चाहिँ हो भन्छ अनि ऊ त्यो ठाडो बाटो छैन त्यहाँ ठाडो बाटोदेखि यता हो नि त ए ठाडो बाटो र पोल उस्तै त छ नि यही पोलसम्म भने भइहाल्यो नि दुई ठिकै त हो नि ल हिँड यहाँनिर कहाँबाट चढ्ने हो धेरै घारी छ धनबारीबाटै जाउँ फर्किने अब ए उता त हुन्छ फर्किम घर जाउँ उता नजाने काम चाहिँ यतै जाने अब बाटो मम्मी आउँछ दि ल हिँड हिँड ल उचास्यो ल यहाँ आमाले बाटो बनाएको छ ल आच्छै छो नातिले कट्टुमा लाएर आएछ कट्टु लाएर आएछ नि घोचिहाल्यो नि उसलाई नाङ्गो अब यो धान नटेक्दैौ न छोरा तिम्रो बुद्धि भोलिपछि तिमी चामल माम के गरी खान्छौ यही धान त होला नि बाबाले आइया यसो गरी आवाज जान्छ मैले बाटो बनाएको त्यहाँ त्यही ल हस् भन कति राम्री देखिन्छ लरी भाइ जमरा रात टिकाइमा